1951 विश्व हुलाक दिवस। कर्णाली नदी को टिकापुर देखि राजापुर जोड्ने पुल भनौँ यो एकदमै हेर्नुहोस् बेगले कर्णाली नदी बगिरहेको छ। यो माथिबाट चाहिँ उत्तरतिरबाट कर्णाली नदी, यतातिर जम्मै यो बाटो हरियाली हेर्नुहोस्। यहाँनिर एउटा सानो ताल जस्तो पनि छ, उड्नु भएको हरियाली। यहाँ विभिन्न किसिमका मान्छेहरू हेर्नुहोस् है, त्यहाँ दिदीबहिनीहरू फोटो खिचाउन आइराख्नु भएको छ। यस्तो मान्छेहरू दिनभरि आइराख्ने हो, कति हो कति। त्यस कारणले गर्दा यो हरियाली जुन छ यो कर्णालीको हो। यो पुल हो, हेर्नु कर्णालीको पुल। कर्णाली नदीमा चाहिँ के भन्छन् गरे, यो कर्णाली माथि कर्णालीको पुल आसपासबाट भङ्गाला दुईटा फाट छन्, बिचमा राजापुर छ। यो कर्णालीमा सानीभेरी, ठुलीभेरी, होला कर्णाली, मुगु कर्णाली, तिला, बुढीगङ्गा, सेती मिसिएर कर्णाली बनेको छ। पश्चिम नेपालको यो एकदमै सुन्दर नदी हो। पुरा अहिले चाहिँ यसको पूर्ण रूपमा यौवनमा छ, यो भरिपूर्ण अवस्थामा। त्यसले गर्दा यो कर्णालीमा सबैजनाहरू आएर रमाउन अनुरोध गर्दछु। कर्णालीको हेर्नुहोस् यो हरियालीदेखि लिएर सारा मान्छेहरू यो हेर्नुहोस् कर्णालीमा आइरहेको देखिन्छ। पुल हो यो कर्णाली नदी, बर्दियाको एकदम चाहिँ हेर्नुहोस् बेगले बगिरहेको छ। कर्णाली नदीको टिकापुर र राजापुरको क्षेत्र भङ्गालो हो यो। त्यसै गरी अर्को राजापुरदेखि गुलरियासम्मको बिचमा चाहिँ अर्को गेरुवा छ, कर्णालीका दुईटा हाँगा हो। यसरी यो कर्णाली चाहिँ मा छ। कर्णालीमा मान्छेहरू यसरी रमाइरहेका छन् नदीमा। हेर्नुहोस् यो कर्णालीमा सारा मान्छेहरू आवाज जवात गर्ने यो हुलाकी राजमार्गका महत्त्वपूर्ण पुलहरू हुन्। यो पुलहरू बनिसकेपछि कर्णाली नदीको एक खालको छुट्टै यो क्षेत्र राजापुर, टिकापुर र पश्चिम नेपालसँग चाहिँ हुलाकी राजमार्ग जोडिएको छ। यो सबै कर्णाली हेर्नुहोस् उत्तरी क्षेत्र।